युवा पुस्ताका गायकहरूमध्ये शीर्ष स्थानमा आउने एक नाम हो प्रकाश दुतराज। आफ्नो मधुर आवाज र हृदयस्पर्शी गीतहरू मार्फत उनले छोटो समयमै लाखौं दर्शक श्रोताहरूको मन जित्न सफल भएका छन्। नेपाली मौलिक लोक सङ्गीतमा उनले फरक स्वाद भर्ने कोसिस गर्छन्। बैनी झ्यालैमा, घर कता हो बैनेको, रिमै र रेशम जस्ता हिट गीतहरूले गर्दा प्रकाश दर्शक श्रोताहरूको मनमा बस्न सफल भएका छन्। उनले गाएका गीतहरूमा न कुनै अश्लीलता भेटिन्छ न त कसैले उनको विरोध नै गर्छ। यसकारण पनि उनले गाएका गीतहरूले दर्शक श्रोताहरूको राम्रै माया पाउने गर्छन्। उनमा सङ्गीतप्रतिको समर्पण, मेहनत र सृजनशीलताको अद्वितीय सम्मिश्रण पाइन्छ। युवा पुस्ताको आवाज बन्न सफल गायक प्रकाश आजका दिनमा नेपाली सङ्गीत क्षेत्रमा एक प्रेरणादायी नाम बनेका छन्। र शुक्रबार मात्रै रिलिज भएको उनको नयाँ गीत रामसाइलीले पनि रिलिज भएको केही घण्टामै श्रोता दर्शकहरूको मनमा विशेष स्थान बनाउन सफल भएको छ। जीवनका भोगाई र प्रेमको मिठास बोकेको यो गीतले फेरि एकपटक प्रकाशको गायन क्षमता, सृजनशीलता र लोकप्रियतालाई पुष्टि गरेको छ। तपाईहरूले पनि प्रकाशको नयाँ गीत रामसाइली हेर्नुभएको छैन भने एकपटक अवश्य हेर्नुहोला। धन्यवाद। पानी दर्केको दर अर्कै छ, रामसाइली छाती चर्केको चर